एकछिन अघि मैले पोखराको बारेमा एउटा भिडियो अपलोड गरेको थिएँ। त्यसमा मैले भनेको थिएँ कि पोखरा यो आकाशे उडे जुया चंगु प्लेन। यसमा मैले नेपाली शब्द आकाश त्यस्तै उडिराखेको भन्नलाई उडे जुया चंगु भनेको छु। यो एउटा सेन्टेन्समा मैले नेपाल भाषा पनि युज गरेको छु, त्यस्तै गरी नेपाली भाषा पनि युज गरेको छु। यसमा सबै नेपाल भाषामा भन्नु पर्यो भने पोखरायु सर्गते आकाशमा भन्नको लागि, पोखराको आकाशमा उडिराखेको प्लेन भन्नु पर्यो भने पुरै नेपाल भाषामा भन्नु पर्यो भने पोखरायु आकाशेको सट्टा सर्गते आकाशलाई स्वर्ग भनिन्छ। उडिराखेकोलाई हामीले उडे जुया चंगु भन्छौं नेपाली मिक्स गर्दाखेरि, तर प्योर नेपाल भाषामा भन्नु पर्यो भने बोया चंगु प्लेन। बोया चंगु भन्नाले उडिराखेको। उड्यो भन्नु पर्यो भने बोल भन्छौं हामीले, बोल। अब केही सेन्टेन्सहरु जस्तै कि कसैलाई तिमी नाचेको राम्रो छ भन्नु पर्यो भने छ प्याख लु बा ला। छ प्याख लु बाला। छ भन्नाले तिमी भइहाल्यो। त्यसपछि प्याख लु भन्नाले नाचेको भन्न खोजेको, बाला भन्नाले राम्रो छ भन्न खोजेको हो। तिमी नाचेको मन पर्यो भन्नु पर्यो भने छ प्याख लु य ल। छ प्याख लु य ल। ललितपुरलाई पनि यल भनिन्छ। यल अर्थात् मन पर्योलाई पनि हामीले यल भन्छौं। मलाई तिमीले चिन्यौ जित छ मसिलला। जित छ मसिलला। मसिलला भन्नाले चिन्यो भन्न खोजेको हो। जस्तै कि फर एक्जाम्पल धेरै वर्षपछि कुनै साथीलाई भेट्यो भने पनि हामीले यसरी भन्न सक्छौं। हमाल च्यानल जीले केही क्वेशन राख्नु भएको छ कमेन्टमा। यो क्वेशनको म रिप्लाई गर्दै छु। कमेन्टको लागि धेरै धेरै धन्यवाद। यो कोजिको सुभा। आज म नाच नहेरी जाँदै जान्न। जी थौ प्याख लु मसोसे वने हे मखु। जी थौ अर्थात् म आज। थौ भन्नाले आज भन्ने बुझिन्छ। प्याख लु भन्नाले नाच अथवा नाचेको। नहेरी जाँदै जान्न भन्नको लागि मसोसे वने हे मखु। नहेरी जान्न मात्र भन्नु पर्यो भने वने मखु मात्र भन्दा पनि हुन्छ। वने मखु। जाँदै जान्न भन्नाले वने हे मखु। कुरा बुझेपछि पो जवाफ दिन सकिन्छ। ख थुई धुङ्का पो लिस बि फै। ख भन्नाले कुरा भयो। थुई धुङ्का भन्नाले बुझेपछि। लिस भन्नाले जवाफ भयो। बि फै भन्नाले दिन सकिन्छ भन्न खोजेको। त्यस्तै गरी फै भन्नाले भेडालाई पनि फै भनिन्छ। पहिला बुढाबुढीले बच्चाहरूलाई गाली गर्नु पर्यो भने फै छ फै भनेर गाली गर्थ्यो। जस्तो कि भन्न खोजेको भेडा हो तिमी भेडा भनेर गाली गर्थ्यो। आमा बारीमा काम गर्दा गर्दा बच्चा बिस्तारामा रोइरहेको थियो। यसमा गर्दा गर्दा भन्दा पनि गरिराखेको बेला अथवा गरिराख्दाखेरि त्यो ठिक हुन्छ होला। मैले यसमा थोरै चेन्ज गरेँ। यदि तपाईले अघिकै वर्ड ट्रान्सलेट गर्नुपर्ने हो भनेदेखि कमेन्ट गर्नु होला, म त्यही वर्ड ट्रान्सलेट गरिदिन्छु। आमा बारीमा काम गरिराखेको बेला बच्चा बिस्तारामा रोइरहेको थियो। म बुई अथवा केबोए, केबो र बुईको म डिफरेन्स एकैछिनमा भन्छु। ज्या याना चों बले मचा खाता खोया चोंगु। बुई भन्नाले खेतमा भन्न खोजेको अथवा बारीमा। केबो भन्नाले घर अगाडिको सानो एक टुक्रा जुन बारी हुन्छ त्यसलाई केबो भनिन्छ। ज्या भन्नाले काम भयो। याना चों बले अर्थात् गरी राखेको बेला। मचा भन्नाले बच्चा हो। बिस्तारामा रोइरहेको थियो। खाता खोया चोंगु रोइराखेको अथवा रोइराखेको थियो भन्न खोजेको। म देशको कानून मान्छु, मान्दैछु र मानिरहने पनि छु। जी देशिय कानून
माने याना चोनौ डु अले माने याना चोने। सुरेशले हरिलाई बोलाएको बोलाइ छ तर ऊ अथवा उसले सुन्दैन। सुरेश हरि त सहतु सहतुलन्टु तर वो ताहे मता। अब कोही मान्छेले बोलाएको सुनेन भनेदेखि हामीले ताहे मता भन्छौं भनेदेखि, तर अब कसैले सुनेन अर्थात् टेर्दै टेरेन उसले सुनेको नसुनै गर्यो भन्नु पर्यो भने हामीले तेरे मया भन्छौं। सटु सतुलन्टु अर्थात् बोलाएको बोलाइ, वो अर्थात् उसले, ऊ मात्र भन्नु पर्यो भने वो भन्छौं भने, सुनेन भने ताहे मता। त्यस्तै सुनेको नसुनै गर्यो अथवा उसले अब टेर्दै टेरेन भने हामीले तेरे मया भन्छौं। त्यस्तै नमु प्रधानजीले एउटा सेन्टेन्स राख्नु भएको छ। उहाँले एउटा सेन्टेन्स ट्रान्सलेट गर्नको लागि भन्नुभएको छ, जस्तै कि I will slap you। जी छन् त नेताले द्या। नेता भन्नाले गाला हो र नेताले द्या भनेको गालामा पिट्छु भन्न खोजेको, अथवा अब बजाइदिन्छु भन्नु पर्यो भने मुइकाबी पनि भन्न सक्छौं, जस्तै कि जी छन् त नेताले मुइकाबी। आजलाई यति नै। क्वेशन राखिदिनु भएकोमा हमाल च्यानल जी र नमु प्रधानजीलाई पनि थ्यांक यू। शुभ